हेलो साथीहरु, नमस्ते सबैजनालाई। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो आजको नयाँ दिनसँगै नयाँ भिडियोमा। मैले आज भिडियो तातो पानी कुण्डमा नै आएर स्टार्ट गरिसकेको छु। आज हाम्रो तातो पानीमा 10 दिन भयो हामी डुबेको। 11 दिन पुऱ्याएर घर जाने भनेको। आज 10 दिनको दिनमा हाम्रो पालोमा रहेको छ 464 जना। बिहानको पालोमा थियो भने अहिले 470 पुगेको। र टोटली 12 देखि 1300 को हाराहारीमा मान्छेहरूको उपस्थित छ यो तातो पानी कुण्डमा। हाम्रो आजको लाइन हेर्नु है, माथि चोकसम्म छ लाइन। यो कुण्डभित्र मान्छे नअताएर कोही बाहिर हुन्छ, कोही भित्र। राम राम राम। यो समयमा चाहिँ एकदमै भिड हुँदो रहेछ। कोही निस्केर पनि बाहिर पहुँचिसक्नु भएको छ। यहाँ चाहिँ यो पानीमा यो मूलमा चाहिँ 50 देखि 53 डिग्री सेल्सियस तापक्रम छ रे। अनि यो कुण्डमा चाहिँ 45 देखि 47 डिग्री सेल्सियसमा तापक्रम छ भन्दै भन्नुहुन्छ यहाँको कर्मचारीहरूले। विशेष गरी मूलमा चाहिँ 50 देखि 53 डिग्री सेल्सियस तापक्रममा रहेको यो तातो पानी, यो प्राकृतिक आफै उत्पन्न भएको यो तातो पानीले हजुरहरूको के रोग छ, ग्यास्ट्रिक, वायुगोला, बाथ रोग, थाइराइड, के हो सबै रोगहरू सन्चो हुन्छ अरे। ढाड दुख्ने, मोटोपना। त्यही भएर यहाँ एकदमै भिड हुँदो रहेछ यो टाइममा। यता हुनुहुन्छ हाम्रो माइजू। चाहिँ हामी एकचोटि डुबेर पोम्सिना निस्केको। फेरि पोम्सेकै हुनुहुन्छ हाम्रो ग्रुपहरू। भित्र डुबेर पसिना निस्काउने, अझ त्योभन्दा बढी बाहिर यसरी गुम्सिनु पर्छ अरे। अनि पसिना निस्काउने गरेपछि रोग सन्चो हुन्छ भन्नुहुन्छ यहाँका कर्मचारीहरूले। भिडियो कस्तो लाग्छ देखाउनु है। यो पानी खानेको पानीमा डुबेर निस्किँदा त हाम्रो डी पनि हुनुहुन्छ। डी कस्तो लाग्यो आज तातो पानी दिदी? रमाइलो लाग्छ। मान्छे रमाइलो नि। मलाई पनि रमाइलो लाग्यो। यता हेरेर भन्नु न। मलाई पनि रमाइलो लाग्यो। हाम्रो दिदीलाई रमाइलो भएर यहाँ त बर्बादै भयो। सिङ्गा तातो पानी कुण्डमा नुहाउनेहरूको भेड।
भन्नु त कहाँबाट आएको रे तात पानीबाट आएको सोला आउँदा माटो खाइयो माटो खाइयो उता फर्किनु त ब्रा लो तातो पानीबाट सोले डाँडा आइपुग्यो हामी तमानखोला गाउँपालिका र मालिका गाउँपालिकाको सिमानामा छ आज ज्यान हेलो भन त हेलो गाइस भन न हेलो गाइस भन त भन के भोक लागेछ यता फर्किने यहाँ तातो पानी यता मिलाले नि त 5 अस्ति तपाईँ र मलाई सँगै त्यो उबा त पन्थोक तेर्सो घुमाएर लगेको तपाईको अरु फर्के हिजो फर्के जाऊ एकजना चित्रेश्वर हामी चाहिँ सोले दादा आइपुगेर खाजा साजा खाइसक्यौँ अब टिकटक बनाउने हो टिकटक हाम्रो फुपूले के खानुभयो तुमले के खाक्छौ हामी चाहिँ सोले डाँडामा आएर मन्दिर हेर्नलाई जाँदैछौँ हाम्रो नजिकै ढुङ्गा खानी भएको यस्तो राम्रो बनाएको मन्दिरको त चापी लागेको छ उता गर स्वर्गीय मङ्गलाल श्रेष्ठ धर्मभक्त माथेमा प्रेम प्रकाश घरती लखन थापा मगर दुर्गाबहादुर बुढा शुक्रराज शास्त्री दशरथ चन्द गङ्गा बहादुर पुन ओमकार बुढा तमनखोला गाउँपालिका सोले डाँडा शहीद पार्कमा शहीदहरूको सम्झनामा शालिगहरू बनाइएको रहेछ शालिगसँग यो बसन्त ऋतु लागेर होला यति राम्रो लाली गुराँस पनि फुलेको छ जानेन घर खुट्टा लिने बाटो त है नि सोले दादाबाट लाग्यो तमान लाम मेलातिर